तपाईको इशारा एकदम भाइरल भइरहेछ अहिले। आज एकदमै खुसीको खबर, गोराकाली टायर पुनः सञ्चालनमा आउने। यति बेला म प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आएको छु आजको अपडेट दिनको लागि। भर्खरै मात्र प्रहरी प्रमुख आइजिपी दानबहादुर कार्की, त्यसै गरी सशस्त्र प्रहरी प्रमुख राजु अर्याल पनि भर्खरै भेटेर फर्कदै हुनुहुन्छ। पछिल्लो समय 2047 साल यतापट्टिको फाइल खोल्ने कुराहरू आइरहेको छ। एमाले केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्रेर अनुसन्धान गरिरहेको बेलामा सडकमा आन्दोलन गरिरहेको छ। पछिल्लो समय दानबहादुर कार्की स्टेजबाट रुनु भएको थियो। हाम्रा प्रहरीहरूलाई राख्न सकेन, राजीनामा दिँदै बाहिरिए, प्रहरीको सेवा सुविधा बढाउन पर्यो, ड्रेस चेन्ज गर्न पर्यो, ड्रेसमा पनि विभिन्न किसिमको बाधा अर्चनाहरू छ भन्ने खालको कुरा उहाँले गरिरहनु भएको थियो। आज पछिल्लो समय बालेन्द्र शाह पदचिन्ह भइसके पछाडि प्रहरी प्रमुखहरूले दोस्रो पटक यो भेटेको हामीले पाएका छौँ। पदभार ग्रहण गर्दाखेरि भेट्दै गर्दाखेरि दोस्रो दिन केपी शर्मा ओली र रमेश लेखकलाई उहाँहरूले रातारात पक्राउ गर्नुभएको थियो र आज फेरि प्रहरी प्रमुखहरू बालेन्द्र शाहलाई भेट्न आइरहँदा यो देशमा केही फेरि हुँदैछ कि भन्ने हामीले अनुमान गर्न सक्छौँ। पछिल्लो नजिरलाई हेरेर महावीर पुन पनि बालेन्द्र शाहलाई भेट्न जानुभएको छ। हिजो मात्र संसदमा भन्नुभएको थियो म पक्ष पनि होइन, पक्षले एकाधिरको पक्ष पछाड गर्ने, सही गलत नभन्ने र विपक्षले चाहिँ सहीलाई पनि गलत भनिदिने, त्यो नभनेर म निष्पक्ष रूपमा सांसदको जज जस्तो भएर सहयोग गर्नेछु सरकारलाई भनेर महावीर पुनले भन्नुभएको थियो। आज भेट्दै हुनुहुन्छ। गण्डकी प्रदेशका प्रत्यक्ष रूपमा निर्वाचित माननीयहरू सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटिरहनु भएको छ भित्र। बागलुङ क्षेत्र नम्बर 2 बाट निर्वाचित सोम शर्मा पनि उहाँले विभिन्न योजना लिएर यति बेला प्रधानमन्त्री कार्यालयमा भेटिरहनु भएको छ। मिजारको केसमा 8-9 वर्षदेखि सबलाई राखिएको खगेन्द्र सुनारले जुन पहिलादेखि कुरा उठाउँदै आउनु भएको थियो, उहाँको घर परिवारमा गएर पनि भेटेर आउनु भएको थियो। त्यो परिवारलाई म तपाईँहरूलाई न्याय दिन्छु भन्नुभएको थियो। अभियानदेखि नै खगेन्द्र सुनार निर्वाचित भएर आइसके पछाडि आज तिनै दलितहरूको विषयमा यहाँ बालेन्द्र शाहसँग छलफल गर्न आउनु भएको थियो। दलितहरूलाई हामीले धेरै समयदेखि अन्याय गर्यौं, अपमान गर्यौं, अब हामीले कहिले माफी माग्ने भन्दै उहाँले हात जोडेर रवि लामछानेले माफी पनि माग्नु भएको थियो। प्रधानमन्त्री कार्यालयमा त्यतिकै त आउनु भयो होइन, पक्कै पनि होइन। गोराकाली टायर पुनः सञ्चालनमा आउने भन्ने कुरा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहसँग गण्डकीका प्रत्यक्ष निर्वाचित सांसदहरूले भन्नुभएको छ। त्यो पनि रासोपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हामीलाई जानकारी गराउनु भएको छ। पोखराको फेपातालको अतिक्रमण भएको जग्गाको विषयमा पनि कुरा भएको छ र बाहिर अफवाह मिडिया ट्रायल भएर सरकारलाई बदनाम गर्न खोजिएको एउटा विषय थियो। 70 वर्षबाट वृद्धा भत्ता 75 वर्षको उमेरमा बनाइयो भनेर, तर त्यसको कुनै सत्यता नभएको, पार्टीले नि कुनै कुरा नगरेको, सम्माननीय प्रधानमन्त्रीज्यूले पनि कुनै कुरा नगरेको र बाहिर यत्तिकै आएको हाउगिजी अफवाह भएको भनेर पनि महामन्त्री कविन्द्र बुर्लाकोटीले हामीलाई जानकारी दिनुभएको छ। त्यो निजगढको बाटो बन्दैछ, त्यो बाटो पनि एउटा वन ऐन नियम कानुनले गर्दाखेरि त्यो एउटा रुख काट्न नसकेर बाटो चाहिँ निर्माणमा रोकावट आएको छ, अवरोध आएको छ भनेको थियो। त्यसको विषयमा पनि एक्सनमा आउने र तत्कालै गर्न सक्ने कुराहरूमा प्रधानमन्त्रीज्यूले निर्देशन दिइसक्नु भएको भन्ने कुराहरू आज छलफलमा भएको छ। अति नै सान्दर्भिक, अति नै खुसी लाग्ने कुराहरू भएका छन्। यो पछिल्लो समय सरकारले बन्द गराएका हाम्रै देशका उद्योग धन्दा कल कारखानाहरू पूर्ण रूपमा खुलाउने भनेर भएको आजको छलफलमा एकदमै राम्रो कुरा आएको हामीले पाएका छौँ। अपडेटका लागि फलो गर्नु। यति बेला सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल भर्खरै बालेन्द्र शाहलाई भेटेर फर्किनु भएको छ। पछिल्लो समय प्रहरीहरूले गृहमन्त्री र बालेन्द्र शाहसँग कोर्डिनेसन गरिरहनु भएको छ। पोखराको अन्तर्राष्ट्रिय विमानस्थललाई पनि सञ्चालनमा ल्याउनको लागि यति बेला सम्माननीय प्रधानमन्त्रीज्यूसँग कुरा भएको र त्यसमा पनि पोजिटिभ कुरा आएको हामीले थाहा पाएका छौँ। निर्माण भइसके पछाडि पनि सरकारले चाहिँ ऋण तिरिरहने, तर विमानस्थल सञ्चालनमा नआएको कारणले गर्दा राज्यले धेरै घाटा बेहोर्नु परेको थियो। त्यसको विषयमा छलफल भएको र अब छिट्टै अन्तर्राष्ट्रिय विमानस्थल पोखराको पनि सञ्चालनमा आउने भन्ने खुसीको खबर पनि आज प्रधानमन्त्री कार्यालयबाट प्राप्त भएको छ। दर्शकबिन, पछिल्लो समय गृहमन्त्री सुदन गुरुङले भिभिआइपीलाई पक्रिने र फाइलहरू खोल्ने क्रम जारी छ। गण्डकी प्रदेशका सांसदहरूसँग छलफल गर्नुभएको थियो र यो गण्डकी प्रदेशको सांसदज्यूहरूले धेरै विषयवस्तुहरू राख्नुभयो। त्यही अनुसार मैले पनि गोर्खा क्षेत्र नम्बर 2 को लगायत समग्रमा अब कभरेज हुने गरी कुराहरू राख्यौँ हामीले। अब विशेष गरी अब अहिले राखेको कुराहरू अब यो बन्द उद्योगहरू खोल्ने कुराहरू छन्। नयाँ उद्योगहरू सञ्चालन गर्नुपर्ने, नयाँ उद्योग मैत्री वातावरणहरू बनाउनु पर्ने। प्रधानमन्त्रीज्यूले अब मैले पनि केही सानोतिनो कुराहरू जस्तो म्याग्दीमा गर्नुपर्ने कुराहरू के छन्। अब अर्को आगामी वर्षको अब बजेट आउँछ नि त, यो आगामी आर्थिक वर्षको बजेटमा यस्ता कुराहरूलाई अझ प्राथमिकता दिने भन्ने कुराहरू हुन्छ हैन। अरू माननीयज्यूहरूले पनि
आगामी वर्षमा यस्तो चाहिँ कुराहरूलाई प्राथमिकता दिनु पर्यो भन्ने एउटा साधारण छलफल मात्र हो त्यो कृषि औजारको विषयमा नि केही होइन त्यो कुरा होइन यो कहाँसम्म पुग्यो अघि कर्मणको कुरा भनेर त्यहाँका मेयर साहबलाई पनि कुरा गर्नुभयो भन्ने खालको कुरा बाहिर आएको थियो तपाईँले चाहिँ उहाँसँग कोर्डिनेट गरिरहनु भएको छ कि छैन यो विषयमा होइन यो विषयमा हामीले कोअर्डिनेट गरेका छैनौँ प्रधानमन्त्रीज्यूले चाहिँ चासो लिनुभएको हो यसलाई चाहिँ सम्बन्धित पोखरा महानगरपालिकाका मेयरले कार्यान्वयनको पक्षमा जस्तो कि अदालतले दिइसकेका छ होइन कार्यान्वयन गर भनेर त्यसलाई चाहिँ कार्यान्वयन गर्नुहुनेछ भन्ने चाहिँ हामीले विश्वास लिएका छौँ। जस्तो पोखरा भन्ने बित्तिकै एउटा पर्यटकीय क्षेत्रको हिसाबले हेरिन्छ नेपालकै सबैभन्दा धेरै पर्यटकहरू पोखरामा जान्छन् त्यसको लागि चाहिँ केही राष्ट्रिय स्वतन्त्र पार्टीले अथवा अहिलेका प्रधानमन्त्रीले अथवा तपाईँले प्रतिनिधित्व गर्ने त्यहाँको सांसद एउटा जनप्रतिनिधि भएको हिसाबले तपाईँहरूले केही त्यस्तो योजना बनाउनु भएको हजुर हामीले चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा भनेको पर्यटनको राजधानी भनेर पोखरालाई भनिरहँदाखेरि स्टे कसरी बढाउन सकिन्छ जस्तो कि पोखरा आएर आजको भोलि नै नफर्किकन 2-4 दिन स्टे बढाउने टुरिस्टहरूलाई अथवा पर्यटकहरूलाई चाहिँ कसरी स्टे बढाउन सकिन्छ उहाँहरूको बसाइ कसरी लम्बाउन सकिन्छ भन्ने विषयमा चाहिँ हामीले छलफल गरेका थियौँ जसअनुसार चाहिँ पर्यटनका विभिन्न मोडलहरू छन् जस्तो कि तपाईँको मन्दिरहरू हुन सक्छन् तालहरू हुन सक्छन् त्यसै गरी चाहिँ गुफाहरू हुन सक्छन् त्यसलाई विभिन्न तहबाट हरेक दिन छुट्याएर त्यसलाई चाहिँ टुरिज्मको चाहिँ फरक मोडलबाट चाहिँ लैजाने भन्ने चाहिँ हामीले सुझाव पनि दिएका छौँ होइन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कुरा त्यो पनि उठाएको छ अब त्यसलाई चाहिँ कसरी सञ्चालनमा लैजाने भन्ने विषय चाहिँ अब छिट्टै उहाँहरूले चाहिँ छलफल चलाउँछौँ भन्नुभएको छ छिट्टै त्यसलाई पनि कार्यान्वयन गर्छ। तपाईँले ढोरपाटन घुम्ने निम्तो दिँदै गर्दा नेपालको एकमात्र सिकार चाहिँ प्रधानमन्त्रीज्यूले चाहिँ के भन्नुभयो के रेस्पोन्स गर्नुभयो यस्तो छ पहिला सबै सांसदहरूको हामी हाम्रा कुरा राखेका थियौँ उहाँले चाहिँ सबै कुराहरू मनन गर्छौँ हामीले भनेर एउटा भिजिटको त्यो मैले पत्र पनि बुझाएको थिएँ केही समयमा रेस्पोन्स आउँछ मलाई विश्वास छ उहाँ हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू एकपटक नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षण केन्द्र भएको हुनाले एकपटक जानुहुन्छ भिजिट गर्नुहुन्छ त्यो भिजिट केवल रमाइलोको निमित्त भ्रमणको निमित्त मात्र नभएर पर्यटकीय प्रवर्धनको निमित्त पनि साह्रै ठुलो अहम भूमिका रहने हुनाले नगदे बाली खाएर बस्नुपर्ने अवस्था छ मान्छेहरू गाँजाको खेती पनि गरिरहेका छन् त्यसको विषयमा कुरा भयो कि नै गाँजाको खेतीसँग आलु साटेर मात्र खाने स्थिति पनि छ नि त्यहाँको जनताको मैले उहाँलाई निमन्त्रणा गर्दा नै तारा खोलाको आलुमा भाङ्गोको चटनी छोप मिलाएर चाहिँ तपाईँले चाख्नको लागि आउनुहोस् भनेर भनेको छु त्यसैले भाङ्गोको लागि पनि हामीले विशेष गरी त्यसका नेगेटिभ पोइन्ट भन्दा पनि पोजिटिभ पोइन्ट भनेको चटनी हो चटनीको लागि प्रसिद्ध ठाउँ भएको हुनाले चटनीलाई व्यापकीकरण गर्नुपर्छ भन्ने हाम्रो मुद्दा छ र सँगसँगै तपाईँले भने जस्तो टेलिकमको क्षेत्रमा त मैले यहाँभन्दा अगाडि नै नेपाल दूरसञ्चार प्राधिकरण गएर त्यहाँका प्रमुखज्यूलाई नै भेटेर यी समस्याहरूमा त नेटवर्कको प्रब्लम यी ठाउँहरूमा नेटवर्कको प्रब्लम छ र तत्काल सम्बोधन गर्नुहोस् भनेर यो क्रियाकलाप अगाडि त्यसको त निर्देशन अनुसार चाहिँ काम अगाडि बढिसकेको छ केही ठाउँमा छ नेटवर्कको टावरहरू निर्माण हुने क्रममा छ केही नयाँ बिटिएस थप्ने क्रममा छ केही समय टेलिकमले कार्यक्रममा खटाएको छ मान्छेहरूलाई त्यहाँ पुगेको छ एउटा नतिजा देख्नुहुन्छ पक्कै पनि थ्याङ्क यू हामी तपाईँलाई दिनभरिको अपडेट दिँदैछौँ फलो गरेर अपडेटेड रहनु होला र यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गर्नु होला।